मैले यहाँ के कुरा देखेँ है, यहाँ सानो भाइ बहिनीहरूले चाहिँ पुरा पिकनिक खान आएर रहेछन्। मैले कुरा देखिहालेँ। पिकनिक खान आएको नानीहरू, कस्तो रमाइलो। ल कतिजना त नि पिकनिक खान आएको नि? 3 जना मात्रै आएको? ओए ल भात पनि पकाएर रहेछ। अनि के छ अरू? आलु छ, काउली र साग छ। ए ओहो, साग पनि रहेछ है। 3 जनाको पिकनिक रे। ल कस्तो आनन्द। के हो नि बहिनीहरूको नाम, नानुहरूको नाम? मेरो नाम आयुष्मा कुमार, उसको नाम अनु देविका, उसको नाम सुनिता। ए ल ठिक छ। ल हेर्नुहोस्, कसलाई याद आयो स्कुलबाट लिएर गएको?